हेलो एभ्रिवान, मेरो नाम मन्सा लिम्बू हो। आज म तिमीहरूलाई सिकाउँदैछु फुल कट कसरी क्रिएट गर्ने त, त्यो पनि मात्र 1 मिनटमा भनेर। त्यसको लागि सबैभन्दा सुरुमा चाहिन्छ मलाई तिमीहरूको 2टा आँखा, 2टा हात र एउटा ब्रस। अनि अर्को चाहिँ ध्यानै। तिमीहरूको ध्यान भयो भने तिमीहरूलाई यो 1 मिनटमा सिक्न सक्छौ। ध्यान भएन भने तिमीलाई 50, 5, 10 दिन तिमीहरूले सिक्न सक्दैनौ। त्यसको लागि ब्रस लिने। तिमीहरूलाई स्कुल पढ्दाखेरि पेन्सिलले कोरेको मेटेको याद होला नि। त्यस्तो यहाँ अब तिमीहरूको जुन स्कुलमा सिकाएको थियो नि कोर्न मेट्न, अब त्यो चाहिँ यहाँ काम लाग्नेवाला छ। आइस्याडो ब्रसले कोर्ने, कन्सिलरले मेट्ने, आइस्याडो ब्रसले कोर्ने, कन्सिलरले मेट्ने गऱ्यो। फाइनली तिमीहरूले त्यो गर्न सिकेपछि चाहिँ तिमीहरूको आइज लुक पर्फेक्ट भन्नेवाला छ। अब जुन तिमीहरूले कोरेको मेटेको त्यो चाहिँ क्लिन जस्तो तिमीहरूले एउटा सेप देख्न थाल्यो भने अब तिमीहरूले सिमर उठाउनु पर्ने हुन्छ। सिमर उठाएर ब्रसले लाउँदा नि हुन्छ, तर मलाई चाहिँ हातले लाउन सजिलो हुन्छ। फेरि तिमीहरूले लिएर लाउला नि हातमा दिने ब्रस यहाँ काम लाग्नेवाला छैन। आइस्याडो ब्रस हुन्छ, आइस्याडो लाउने ब्रस फाल्टै हुन्छ। सिमर लाउने ब्रस फाल्टै हुन्छ। सिमर लाउने ब्रसले लिने लाउने, त्यसपछि अर्को ब्रस उठाउने, ब्लेन्डिङ गर्ने। अब चाहिँ हाम्रो आई लुक फाइनली कम्प्लिट भइसकेको छ। थ्याङ्क यू फर वाचिङ। टेक केयर, बाइ बाइ।